आजको अर्निङ एपको नाम छ हाइफामी। यो एप विदेशहरूमा धेरै नै पपुलर भइरहेछ र नेपालमा पनि अहिले धेरैले अर्निङ गरिरहेछन्। त्यसैले मैले रियल एप ल्याएर आइसकेको छु। यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यसमा म तपाईँहरूलाई कसरी अर्निङ गर्ने र कसरी विथड्र गर्ने, विथड्र गरेर पनि देखाउने छु। आजको भिडियोमा हामी विथड्र सबै भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले तपाईँलाई मैले डिस्क्रिप्सन बक्समा एउटा लिङ्क दिएको छु। त्यो लिङ्कमा क्लिक गरेर त्यही प्ले स्टोरमा आउन सक्नुहुन्छ र यो एपलाई डाउनलोड गर्न सक्नुहुन्छ। एपलाई डाउनलोड गरिसकेपछि ओपन गर्नुहोला। अनि ओपन गरिसकेपछि यहाँबाट लगइन गर्ने समय हुन्छ र लगइन गर्नेमा गुगल लगइन गर्न सक्नुहुन्छ, फेसबुक लगइन गर्न सक्नुहुन्छ र टिकटक लगइन गर्न सक्नुहुन्छ। अहिले सिधा कुरा गुगलबाट लगइन गर्नुहोला। कुनै पनि एउटा एकाउन्ट क्लिक गरेर लगइन गर्नुहोला। म अहिले एकाउन्टलाई लगइन गर्न गइरहेको छु। धेरै नै इजी छ लगइन गर्न, मैले देखाइ सकेको छु। अनि यहाँ आफ्नो नाम चेन्ज गर्नु, नाम राख्नु होला। मैले यो राखेको छु। अनि यो इन्भिटेसन कोड, मेरो इन्भिटेसन कोडहरू कपी गरेर त्यहाँ हाल्नुभयो भने तपाईँले $0.1 पाउन सक्नुहुन्छ। मैले अहिले यो सेयर गरेर सबै चिज गरिसकेको छु। अनि मलाई पहिला नै यो क्लिम गरेर हँसिया जस्तो आइकन छ नि, हँसिया जस्तो आइकनमा क्लिक गर्नु भने $0.5 अहिले नै दिइसक्यो। अहिले 0.15 पुगिसक्यो, 0.2 पुगिसक्यो, 0.1 पनि कपी भइसक्यो र यसमा आएर $0.5 कमाउन सक्नुहुन्छ यहाँबाट। अब हामी यहाँबाट रिसिभ पनि अड गर्न सक्नुहुन्छ। अनि त्यसपछि हामीलाई अर्निङ गर्ने सबैभन्दा सजिलो भनेको यसलाई चाहिँ डाउनलोड गरिसक्नुभयो भने भइगयो। न यसमा काम गर्नुपर्छ, न यसमा कुनै गेम खेल्नुपर्छ, मात्र एउटा काम गर्नुपर्छ। यसमा कुनै समयमा आएर यो हँसियालाई क्लिक गरिदिनु होला। यहाँबाट कोइनहरू पाउन सक्नुहुन्छ। यो सबैभन्दा ठुलो अर्निङ भनेको तपाईँले कसै साथीलाई पठाउनु भयो र त्यो साथीले तिम्रो इन्भिटेसन लिङ्कबाट कपी गर्यो भने, त्यहाँबाट अर्निङ गर्यो भने तपाईँलाई $60 पाउन सक्नुहुन्छ। सबैभन्दा बेस्ट अर्निङ छ यो साथीहरू, सबभन्दा बेस्ट। अनि सबैभन्दा पहिले हामीले कुरा गरौँ कसरी अर्निङ गर्ने त। यसमा लेभल अप भन्ने जस्तो देख्न सक्नु भएको छ नि, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु भने अझै पनि $0.3 पुगिसकेको छ। $0.3 पनि $0.30 पुगिसक्यो र अझ फेरि यसमा हँसिया जस्तो आइकनमा क्लिक गर्नु होला यो 0 टाइम सकिएपछि। अनि यसबाट गट नाउ यो पनि हामी क्लिक गरिदिउँ। अनि अर्को दोस्रो उपाय भनेको अब टाइम दिनुहुन्छ र म राम्रोसँग अर्निङ गर्छु भनेपछि यसमा रुममा आउनु होला। रुममा आउनुभयो भने तपाईँ कसैको कि आफ्नो रुम पनि बनाउन सक्नुहुन्छ र कसै अरूको रुममा पनि आएर अर्निङ गर्न सक्नुहुन्छ। म अहिले एउटा रुममा जान गइरहेको छु। अहिले आवाज कम गरेर रुममा आइसकेपछि यहाँबाट 5 मिनट या 6 मिनट बसेर अर्निङ गर्न सक्नुहुन्छ। यसमा क्लिक गर्ने बटन हुन्छ नि, यसमा क्लिक गर्नु होला। यो $0.1 भइसकेको छ अनि $0.5 यो पनि भइसकेको छ। यसमा आएर 4-5 मिनट दिएर यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। यसबाट अर्निङ गर्न धेरै नै सजिलो छ। अब हामी कुरा गरौँ अर्निङ गरिसकेपछि विथड्र कसरी गर्ने त। विथड्र गर्नको लागि फेरि हामी मुभमेन्टमा आउनु होला। मुभमेन्टमा आएर हजुरले गेम स्याम खेल्न सक्नुहुन्छ, यसबाट गर्न सक्नुहुन्छ। अनि यसमा अब विथड्र गर्नको लागि हामीले सबैभन्दा पहिले विथड्रल भन्ने छ नि यो आइकन, विथड्रमा जानु होला। हामीले विथड्र गर्नको लागि $0.1 भए पुग्यो। त्यसैले विथड्र गर्न धेरै नै सजिलो छ र धेरै नै इफेक्टिभ छ। यदि हजुरले लेभल 4 देखि 50, मैले लेभल 4 मा छु। अहिले भर्खर खोलेको यो नयाँ एकाउन्ट हो। मैले एउटा एकाउन्टबाट त्यसबाट अर्निङ पनि गरेर सकिसकेको छु। त्यसैले यस 50 लेभल पुगिसक्नुभयो भने यसबाट $10 पाउन सक्नुहुन्छ। यदि डे 7 सम्म कन्सिस्टेन्ट अर्निङ गर्नुभयो भने $0.3 पाउन सक्नुहुन्छ। 30 डेजसम्म गर्नुभयो भने $1 पाउन सक्नुहुन्छ। अब हामी विथड्र गर्नेतिर लागौँ। विथड्र $0.1 मा क्लिक गर्नु होला। विथड्रलमा जानु होला। तर यसमा USDC छ। आवर कन्ट्री सेट गर्नु होला। यदि कुनै जुन कन्ट्री सेट गर्दा नि हुन्छ। अहिले हाम्रो नजिकको कन्ट्री सेट गर्नु होला। यदि हाम्रो पाकिस्तान नजिक छ, अब पाकिस्तान युज गर्नु होला। पाकिस्तान हुँदैन रहेछ। अदर कन्ट्रीमा जानु होला र USDC मा क्लिक गर्नु होला। अनि यसमा इथेरियम भन्ने छ। यदि हजुरसँग यसबाट अर्निङ गर्नको लागि र विथड्र गर्नको लागि हामीलाई बाइनेन्स खोल्नुपर्ने हुन्छ र बाइनेन्समा एउटा डिपोजिट भन्ने अप्सन हुन्छ। डिपोजिट अप्सनमा गएर USDT सिलेक्ट गर्नु होला। त्यो सिलेक्ट गरिसकेपछि त्यहाँको एड्रेसलाई कपी गरेर यो कार्ड नम्बरमा पेस्ट गरिदिनु होला। म अहिले पेस्ट गर्दिनँ किनकि अहिले मेरोमा अलि राम्रोसँग अर्निङ गर्नेछु। म $10 पुगिसकेपछि अर्निङ गर्नेछु। त्यसैले अहिले म $10 पुगिसकेको छैन, नत्र भने म अर्निङ गरेर देखाउने छु। म अर्को भिडियोमा यसको अर्निङ पुरा डिटेलमा देखाउने छु। त्यसैले यहाँ पेस्ट गर्नुभयो भने कन्फर्म विथड्रल गर्नु होला। यो गर्नुभयो भने यहाँ कन्फर्म विथड्रल भन्ने आउँछ। यसमा क्लिक गरिदिनु होला। अनि यसमा क्लिक गरिसकेपछि हजुरको 10 सेकेन्ड नै 24 देखि 72 घण्टामा विथड्र आउनेछ। यदि विथड्र आएन भने यो भिडियोमा कमेन्ट गर्नु होला। म तपाईँलाई जसरी पनि पठाइदिनेछु किनकि मसँग थाहा हुन्छ कि कसरी हुन्छ भन्ने। त्यसैले अर्निङ गर्न सक्नुहुन्छ। आजको भिडियोमा यति नै थियो गाइज।
यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला अनि भिडियो मन पर्यो भने प्लिज लाइक गर्न नबिर्सनु होला। म यस्तै अर्निङ भिडियोहरु ल्याएर फेरि आउने छु। आजको भिडियोमा यति नै। ओके बाइ बाइ, सी यू अगेन, टेक केयर गाइज। तपाई अर्निङ गर्दै गर्नु होला, म पनि अर्निङ गर्दै गर्नेछु। बाइ बाइ, टेक केयर।